हेलो गाइस, आज पनि म युट्युबमा ब्लग हाल्न गइरहेको छु। आज पनि फार्ममा आएको छु। फार्ममा चल्ला आज 8 दिनको भएको छ। अब आज चाहिँ हामीले यहाँ माथिको ट्याङ्क अटो ड्रिङ्करको ट्याङ्की धोएर सफा बनाएको छौँ। अब यसमा पानी भर्दैछौँ ट्याङ्कीमा हैन। अब यो अटो ड्रिङ्कर झुन्नेको छ। यो अटो ड्रिङ्कर आजदेखि छोड्ने हो, धोइधाइ गरेर। अब मजाले धोइधाइ गरेर ट्याङ्कीको पानी छोड्नुपर्छ। पानी पनि पुग्नु छोड्यो यो म्यानुअल ड्रिङ्करमा। चल्ला बेसी भएर बट्टा सानो भयो। अब रामले यहाँ टक्कै अब बट्टा धुन्छ, कसरी हुन्छ सरसफाइ हैन, टक्कै मजाले सरसफाइ गरेर छोड्नुपर्छ। चल्ला त मजाले खेलिरहेछ। तातो छ कि आज घाम लागेर मजाको दिन भएको छ, तातो भएर होला मजाले खेलिरहेको छ। अब रामले यहाँ बट्टा धुन्छ, म भिडियो गर्छु। राम आउँदैछ पर। ल हे राम, धोइदेऊ त बट्टा। कसरी सफा गर्नुपर्छ यहाँ अब रामले चडक्कै धोएर देखाइदिन्छ तपाईँहरूको माझमा। हिजो पनि भ्याइएन, अलिकति त्यस्तै पानी परे दिउँसो, ट्याङ्की धुनु अलिकति असुविधा भयो। आज चाहिँ अब घाम लागेको थियो र मौका छोपेर ट्याङ्की धोएको छु। भर्खर धोइसकेर आएको। अब यहाँ ड्रिङ्कर मजाले रामले साबुन जुट लाएर धुन्छ। यसरी सफा गर्नुपर्छ। सफा गरेन भने फेरि चल्ला बिमार हुन्छ। यहाँ यस्तो गरेर चाहिँ मजाले धुनुपर्छ। रामले हेर पाइपहरूदेखि लिएर सबै धुनेछ हो। अब यो बट्टाहरू चडक्क धुन्छ रामले। हेर्नुहोस् है गाइस, यसरी हो धुनुपर्ने। सरसफाइ चाहिँ यसरी गरेन भने चल्ला बिमार हुन्छ हो। अब यो ड्रिङ्कर चल्नुभन्दा अगाडि यसरी सफा गरेर मात्रै छोड्नुपर्छ। र मैला हुन्छ ड्रिङ्कर हैन, त्यो फार्म सफा गर्दा धुलोहरू लागेको हुन्छ, चुनाहरू लागेको हुन्छ। त्यही भएर चाहिँ रामले मजाले धुनेछ। आजदेखि यो पुरा ड्रिङ्कर चाहिँ अब आजदेखिको छोड्ने हो पानी अटो ड्रिङ्करमा। चारो त पुग्दैछ यो बट्टाले। चारोको बट्टा पनि अलिक चारो पुगेन भने थप्ने हामी। भोलि त जग्गा पनि बढाइदिनुपर्छ क्या, भएन भने त है। एक पोस है, भोलि पनि एक पोस बढाउला जस्तो छ चल्लाको जग्गा। भोलि अब जग्गा बढाउनुपर्छ। त्यस्तै छ चल्लाको हल्लीचल्ली। राम्रै भइरहेछ चल्ला, बढिरहेको छ। कुदिरहेको छ, खानी खाइरहेको छ। बुटुङटुङ टेम्परेचर त 25 गरेर त खेलिरहेछ। मजाले कुदिरहेछ। हेर्दैछ यता हेर्दैछ चल्लाले के गरेको होला भने होला नि। यहाँ तन्की हेर्दैछ, तन्किनै छ भने सफा छ भुइँ त। बिहान सबै र्याकिङ गरेको, तपाईँहरूलाई र्याकिङ गरेको चाहिँ देखाउनु पाएकै छैन। र्याकिङ गरेको पनि देखाइदिन्छु कसरी गर्नुपर्छ र्याकिङ। हुन्छ गाइस, आजलाई यति नै, बाई बाई।